नमस्कार है मेरो बुबु युट्युब च्यानलमा हजुरलाई स्वागत जनाउँदै आज चाहिँ म एकथोकको जग्गामा पूजा सकेर घर फर्किँदैछु है। तपाईहरुलाई मैले अघिबाटै यो यहाँको विषयमा मेरो अगाडिको भिडियोमा हजुरलाई सम्पूर्ण जानकारी दिइसकेको छु। अब चाहिँ म चाहिँ भिडियो बनाउँदै फर्किने है। अब चाहिँ म फर्किँदैछु। हवनहरु गरियो, यसरी पूजाहरु गरियो, लुङदरहरु गरियो हैन। झण्डी तुल गरेर चाहिँ पूजा सकेर अब हामी जाँदैछौँ। फर्क्यौं, साथीहरु अगाडि जाँदैछ, म चाहिँ भिडियो बनाउँदै पछि जाँदैछु। फर्किने क्रम जारी छ। पहिला पनि हामी आएर यहाँ बसेको थियौं, तर त्यति बेला एक रात, आज चाहिँ एक दिनै आएर फर्किँदैछौँ। यो चाहिँ अचम्म प्रकारको रुख रहेछ है, हेर्नुहोस् है। त्यो बिस्तारो जाउँ, या त भुलाउँछ भयो बाटो। हामी जान्दैछौँ यो जग्गामा चाहिँ मान्छे चाहिँ भुल्छ है। फेरि यहाँ चाहिँ भुलाउने झार पनि पाउँछ नि फेरि। बाटो भुल्छ भन्दा भुलि त हाल्यो अन्त। बल्ल यहाँ तल यो मालिङको घारी पेलेर निक्लिउँ है। फेरि यहाँ चाहिँ जस्तो अनुभवीलाई पनि एकपल्ट चाहिँ बाटो भुलाउँछ यो जङ्गलमा। अलिक यहाँ चाहिँ त्यस्तै जग्गा हो, तपाईहरुको अति नै पवित्र जग्गा। यहाँ चाहिँ हाम्रो किराती, लेप्चा जाति, भुटिया उहाँहरूले अचम्मै मान्ने है, पूजा गर्ने। सर्वप्रथम आफ्नो घरकै पूजा गर्दा पनि यो ठाउँको पूजा गरेर मात्रै गर्ने जग्गा हो कि यहाँ चाहिँ अपवित्र चाहिँ आउनु भएन हो। यो चाहिँ अचम्मको जग्गा छ है। यस्तो छ हेर्नुहोस् त। यहाँ त उस्तैलाई त भुलाएरै मार्छ। यो हाल्दैछु है मल चाहिँ। बाटोमा यस्तो छ है, बाटो मालिङको घारी। चाहिँ थाकाइ मारेर एकछिन बसिँदैछ है। जान्दा पनि उकालो गएर थाकिसक्यो। अब आउँदा पनि यसरी, म त सुतिको रूपमा यसरी सरै थाक्यो। छोटो भिडियो बनाउँदै फर्किँदैछु है। अब चाहिँ निकै बाटो काटेर हामी आधा आइपुग्यौँ। आज दिनभरिको यात्रा भइरहेको छ। पुग्नु मात्रै झन्डै 6 घण्टा जस्तो लाग्यो हो। रात पनि पर्न लाग्दैछ। छिटो कुद्दैछौँ। हामी यहाँ आराम गरेर फेरि लाग्ने घरतिर। यहाँको चाहिँ त्यो माथिको त्यहाँबाट फर्केको अब। र यसरी तपाईको यो पहिलाको पहिरो, यो ठुलो पहिरो यसरी पारी केदीको पाटाहरू देखिँदैछ यहाँबाट। र जान्दा पनि मैले यो भिडियो गर्दै हजुर समक्ष मैले पहिला पनि राखिसकेको छु, पहिलाको भिडियोमा है। र दोस्रो पल्ट पनि राख्दैछु यो मेरो सेकेन्ड पार्ट भिडियोमा। र यस्तो छ यहाँको सुन्दरता चाहिँ। यस्तो सुन्दर ठाउँहरू है, प्राकृतिकको अनमोल रत्नहरू हजुरलाई देखाउँदै लाँदैछु फर्किँदा। जान्दा त हामीलाई हतार थियो र त्यति मैले खिच्न पाइनँ है। यो चाहिँ चिमल घारी है। अघि बिहान कम्ती मजा गर्थेन। अहिले घडी चाहिँ तल आएर बिसाइरहेको छौँ मिरिक डाँडामा। अब चाहिँ यो बाटो भएर फर्किँदैछौँ। अब घर पुग्न लाग्यो। यो नेचुरल गेट छिरेर अब जाइँदैछ। फर्किँदैछौँ है। अहिले चाहिँ
बिहान कहाँबाट गएको थियो त्यही बाटो हुँदै हुँदै गोनाम फेबा झर्दैछौँ ओह्रालो। जस्तै यो घडी चाहिँ हामी घर आइपुग्यौँ र हजुरहरूसँग आजको यो मेरो छोटो भ्लग यही राख्न चाहन्छु। हजुरहरूले अवश्य कमेन्ट गरिदिनु हुन अनुरोध गर्दै हजुरहरूबाट बिदा हुन चाहन्छु। धन्यवाद।